हे गाइस, सबैलाई स्वागत छ अर्कोदेखि मेरो मिनी भ्लगमा। म चाहिँ यहाँ खेततिर आइसकेँ। हेर्नु होला, खेत चाहिँ हाम्रो यस्तो छ किनभने यहाँ हिलो पुरा छ गाउँमा। म त्यसपछि म घरतिर जाँदैछु, पुरा गाउँदै गीत पुरा रमाइलो गर्दै। यहाँको बाटो पनि कस्तो हिलो रहेछ, हेर्नु होला यहाँको बाटो यस्तो छ। त्यसपछि म आउँदा एउटा मलाई रुख फुलको गाछ देखियो। त्यसपछि म यस्तो स्माइल दिन थालेँ। स्माइल दिएपछि म जाँदैछु घरतिर भनिसकेँ। त्यसपछि पुरा हिरो हुन्डा खोजेले एउटा गाना भन्दै जाँदै थिएँ। फेरिदेखि एउटा मलाई त्यही रुख गाछ भेट्यो, कस्तो घनाहरू गाछ। त्यसपछि म जाँदा मलाई एउटा याद आयो कि म जाँदैछु घर फेरिदेखि। त्यसपछि साथीहरू म पुरा जाँदैछु। यहाँ हेर्नु फुल कस्तो राम्रो फुल छ, हरियो कलरको सब छ। त्यसपछि म यहाँ आइपुगेँ। हेर्नु होला यहाँ आइपुगेँ। यहाँ मेरो केराको गाछ छ। त्यसपछि म घर आइपुगेँ। घर आइपुगेन, यहाँ आएँ। त्यसपछि म घर आइपुगेपछि ब्रस तरस गरिहालेँ, दाँत चम्काउन थालेँ। पुरा दाँत पुरा हुन चाहिँ रातो। त्यसपछि म ब्लगलाई एन्ड गर्न थालेँ। यहाँ हेरेर मेरो फुलहरू, सयपत्री फुल। त्यसपछि तपाईँलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। यति भन्दै आफ्नो कुरा यहाँ गर्न चाहन्छु। धन्यवाद। लेट्स गो गाइस, बाय। बहुत सुनी तेरे बातें दोस्तों के बैठक में, शाना बन के बैठे अपन।